यदि मैले त्यो भोइस अफ नेपाल जितेको भए त म मेहनतै गर्दिनँ थियो होला जस्तो लाग्छ। कुमार सागरको गीत जति सुमधुर छ उनको जीवन त्यत्तिकै प्रेरणादायी छ। नेपालमा मध्यमवर्गीय परिवारमा जन्मिएर एउटा सफलता चुम्नु भनेको चाहिँ फलामको चिउरा चपाउनु सरह छ। तर चाह्यो भने निरन्तर प्रयास गर्यो भने हामीले जस्तो सुकै सपना पनि पुरा गर्न सक्छौँ। अब तपाईँको सपना गायक बन्ने त छैन, तर आफ्नो परिवारलाई नेपालमै बसेर खुसी राख्न सक्यो भनेदेखि त भइहाल्यो। त्यति गर्नको लागि तपाईँले सिम्पली केही स्किल सिकेर प्र्याक्टिस गरेर र फ्रिल्यान्सिङ गर्नुभयो भने पनि पोसिबल छ। तपाईँले स्किल चाहिँ सिक्नु पर्यो। तपाईँले सजिलै सिक्न सक्ने स्किल भनेको चाहिँ एसइओ हो। र यदि तपाईँ साँच्चीकै एसइओ सिक्न चाहनुहुन्छ भनेदेखि चाहिँ तल कमेन्टमा एसइओ भनेर लेख्नुहोस् अनि मलाई चाहिँ फलो गर्नुहोस् है। अनि म तपाईँलाई सित्तैमा एसइओ सिक्न पाइने 24 घण्टाको एसइओ कोर्सको लिङ्क मेसेज गर्नेछु।